नमस्कार, मूलपत्र सम्भवमा स्वागत छ। मूलपत्र.com को कार्यक्रम मूलपत्र सम्भव आजदेखि हामीले तपाईहरू समक्ष ल्याएको छौँ। मूलपत्र सम्भवमा हामी नेपालभित्रको सम्भावना र हाम्रो व्यवसायहरूले गरिरहेको सम्भव र भविष्यको बारेमा कुराकानी गर्नेछौँ। आज हामीले मूलपत्र सम्भवमा लामो समय इजरायलमा बसेका एकजना नेपाली युवा र उनी उहाँबाट नेपाल फर्किएर व्यवसाय गरेको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। म आङपुरमा शेर्पा मेरो घर चाहिँ सुरुकुम्बु सलेरी वार्ड नम्बर 5 पर्छ। हाल चाहिँ बौद्ध नयाँ बस्ती वार्ड नम्बर 6 पर्छ र हाम्रो फार्मको नाम चाहिँ सलाका डेरी फार्म र यो फार्मको लोकेसन चाहिँ गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 1। काठमाडौँको मुटु सुन्दरी जलमा करिब 200 जति गाई पालन गरेर डेरी फार्म चलाइरहेका आङ फुर्पा शेर्पासँग हामीले सम्भव छमा पहिलोचोटि कुराकानी गरेको छ। यो हाम्रो पहिलो एपिसोड हो। उनले इजरायलको प्रविधि सिकेर नेपाल फर्केर फुल, तरकारी र गाई पालन गरे। सुरुमा इजरायलबाट फर्केर फुल खेती गरेका शेर्पाले अहिले तरकारी खेती पनि गरिरहेका छन्। शेर्पाको फार्ममा अर्ग्यानिक खानेकुरा पाइन्छ। उनले काठमाडौँ केन्द्रित मात्र डेरी चलाइरहेका छन्। उनको डेरीको नाम हो सालाका डेरी फार्म। त्यसको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउनु होइन। जस्तो हामीसँग यो 100+ छ होइन। हजुर 100+ छ हाम्रो मार्केट काठमाडौँ मात्रै हो। काठमाडौँको अलिक थोरै क्षेत्र हो त्यो। काठमाडौँ बढाइदिनु लाखौँ लिटर चाहिन्छ नि। हाम्रो ग्राहक चाहिँ के हामी आफै जान्छौँ कि लिन आउँछौँ थाहा छ नि सर। हामीले यहाँबाट त केही पनि बेच्दै त हामी मार्केट उतैबाट बेच्छौँ। यहाँ त बल्कमा लान्छ। हजुर र उताबाट डिस्ट्रिब्युट हुन्छ। उसैलाई यहाँबाट बेच्ने हुन्छ। जस्तो अब यसलाई हामीले स्याहार सुसार गर्ने, यसको स्वास्थ्य सबै परीक्षण गर्ने सबै मान्छे हामीसँग अलरेडी छ होइन। कतिजना छन् अहिले काम गर्ने? हामी 17जना चाहिँ 17जना उपचार यता सबै गर्ने दिनु आफै हो। हजुर र मैले भेटनेरी पढेको हजुर हमेसा चाहिँ त्यसैलाई नै यहाँ भेटनेरी बस। हजुर बाहिर पनि गएर आउनुभयो। इजरायलमा 8 वर्ष काम यही खान सम्बन्धी एग्रिकल्चर सम्बन्धी चाहिँ हो। काम सम्बन्धी चाहिँ होइन। एग्रिकल्चर सम्बन्धी केमा काम गर्नु? अनि सिड प्रोडक्सन अनि कट फ्लवरहरू अहिले कति हो यो? सो 11 वर्ष गरेको आएर पनि यो 11 वर्षको अनुभव ठ्याक्क गाईको गोठमा बसेको बेला गाई गोठ परे गोठालाको स्तरबाट भनेको त्यसलाई अपशब्द नमान्नु ल। गोठालाको शब्दबाट भनिदिनु। जस्तो कि अब भन्नुपर्दा चाहिँ अहिलेसम्म म सन्तुष्ट छु। जुन चाहिँ अब विदेशमा 8 वर्ष काम गरेँ र नेपालमा अहिले आएर 11 वर्ष हो यो फार्म साइन्स चलाइँदै थिएँ। कम्पेरिटिभली यही नै सन्तुष्ट छु म। सेटिस्फ्याक्सन इजरायलमा मैले 2.5 लाखदेखि 3 लाखसम्म कमाउँथेँ महिनामा भए। त्योभन्दा चाहिँ हामी यहाँ बेटरै छौँ र सन्तुष्टि पनि छ र देशको लागि केही गरेको छु जस्तो लाग्छ महसुस भइरहेछ हो। जस्तो यो सेक्टर तपाईँले 11 वर्षले हेरिराख्नु भएको छ हो। जस्तो तपाईँकै उमेरको युथहरू चाहिँ हाम्रै उमेरको युथहरू चाहिँ देशमा केही सम्भावना छैन, हामी सम्भावनाविहीन भयौँ, राज्यले केही गर्न सकेन भनेर सोहिरहेको बेला दैनिक विदेश सेवा बेला तपाईँ जस्तै पहिला वैदेशिक रोजगारीमा अहिले त्योभन्दा बढी लहर छ। त्यसलाई चाहिँ के भन्नुहुन्छ? सम्भावना देख्नु भएको छ, त्यो सम्भावनालाई हामीले कसरी क्याच गर्ने? यो कृषि क्षेत्र भनेको जबसम्म मान्छेको अस्तित्व रहन्छ तबसम्म यसको सम्भावना छ। यो बुझ्नेले चाहिँ त्यो बुझ्नुपर्छ। नबुझ्नेलाई चाहिँ अब पैसा भएपछि सब थोक आउँछ भन्छ नि, त्यो चाहिँ होइन। त्यति सजिलै पैसा किन्न पाइँदैन। पैसा सपोज पैसा मात्रै छ, खानेकुरै छैन के गर्ने त? त्यो कृषि भनेको मेन कुरा हो। विश्वले त्यो चिनेको छ तर नेपालको सरकार यताउता सबैले चाहिँ त्यसलाई अहिलेसम्म वास्तै गरेको छैन कि भनेको व्यवस्थामा छ। तर अब तपाईँले आफूले देखेको सम्भावना, आफूले देखेको लक्ष्य अनुसार लानुभयो। त्यसमा तपाईँलाई राज्यको अहिलेसम्म केही पनि छैन भनेको सहयोग भनौँ न त। राज्यबाट अब सहयोगै नपाएको भन्नु पनि मिल्दैन। त्यस्तो अब राज्यले दिएको जस्तो अनुदान आउँछ नि, करोड आउँछ नि, त्यस्तो चाहिँ हामीसँग अहिलेसम्म कुनै रेकर्ड छैन। तपाईँले कुनै पनि सरकारी निकायमा गएर हेर्नु सक्नुहुन्छ होइन। त्यो करोडको अनुदान हामीले परेको छैन।
र हामीले पाएको अनुदान भनेको इन्सुरेन्समा अनुदान पाउँछौँ, जुन कि गाई इन्सुरेन्स गऱ्यो भने चाहिँ राज्यले इन्सुरेन्सलाई दिने हो, मलाई दिने होइन। अब मैले लोन लियो भने राज्यले ब्याङ्कलाई दिने हो, मलाई दिने, त्यो पनि राज्यको केही सपोर्ट मान्नुपर्छ। र मैले यो व्यवसाय सुरु गर्दाखेरि राज्यको आश गरेर मैले सुरु गरेको होइन। म आफ्नो तरिकाले एउटा फ्यामिली बिजनेस सुरु गरेर अब राज्यले सहयोग गर्ने भनेको केही अब ब्याजमा अनुदान दिइरहेछ होइन, इन्सुरेन्समा अनुदान दिइरहेछ, त्यो पनि सपोर्टै मान्नुपर्छ, सब थोकै राज्यले गर्नुपर्छ भन्ने चाहिन्छ। हामीले पनि गरिरहेका छौँ। त्यस्तो हामीले देखिराखेको बजार, जस्तो हाम्रो तुलसीको बजार हो कि बेरी क्षेत्र बिच क्षेत्र, त्यो बजार चाहिँ हाम्रो कस्तो छ, बजारले माग आपूर्ति गर्न सक्नु भएको छ कि छैन, बजारमा क्वालिटीको दुध दिनुपर्छ, हाम्रो डिमान्ड फुलफिल भएको छैन अहिलेसम्म, छैन भनेको त्यो लेभलको उत्पादन बजारमा पुर्याउनु भएको छैन, माग अनुसार पुरा भएको छैन। अहिलेसम्म हामीले प्रोसेसिङै गरेको छैन। प्रोसेसिङ गरेर चाहिँ मार्केटमा पठाउने हो भने अहिले आजको दिनमा मैले कम्तीमा 10,000 लिटर बेच्न सक्छु। अहिले मैले 1,300 देखि 1,500 बेच्छु भने यो 10,000 लिटर बेच्न सक्छु, किनभने मसँग त केही बाई प्रोडक्ट त्यो डेरी प्रोडक्टहरू त मैले थोरै बनाएकै छ। किनभने यहाँ त नेपालको सबभन्दा ठुलो मार्केट भनेकै काठमाडौँ हो। इजरायल र भारतमा कृषि र पशु सम्बन्धी अध्ययन गरेका शेर्पाले काठमाडौँमा राम्रै डेरी फार्म चलाएका छन्। उनको डेरी फार्म सुन्दरी जलमा अध्ययन गर्न धेरै मान्छे पुग्छन्। शेर्पाले देशभित्र सम्भव छ कृषि नेपालको लागि सबभन्दा ठुलो सम्पत्ति हो, तर यसमा खेलाची तरिकाले गर्नु हुँदैन भनेर हामीसँग बताए। त्यति मात्र होइन, कृषिमा राम्रो अध्ययन र अनुसन्धान गरेर कृषि क्षेत्रमा लाग्नुपर्छ। कृषिमा पैसा पनि छ, भविष्य पनि छ र सम्भव पनि छ। हामीलाई उनले आफ्नै गाई फार्ममा बताए। जस्तो तपाईँले त्यहाँ इजरायलमा कति घन्टा खट्नुभयो, यहाँ 24 घन्टा खट्नुहुन्छ होइन, यहाँको र यहाँको खटाइमा आफूले भोगेको अनुभव, आफूसँग भएको अनुभव बताउनु। इजरायलमा खटाइ भनेको हाम्रो मिनिमम 12 साढे 12 13 घन्टा त मिनिममै हो हाम्रो होइन। र कहिलेकाहीँ अब ओभरटाइम गर्नु पऱ्यो भने 16-17 घन्टा त मामुली नै हुन्छ। र यहाँ भनेको अब पऱ्यो भने 24 घन्टा पनि खट्नुपर्छ भने, नपरेको खण्डमा अब आफै साउ भएपछि त रेस्ट पनि गर्नु पायो। अब कोही मरौ परौ, अब यस बिहे पार्टी यताउता जहाँ पनि जानु पायो कि। वैदेशिक रोजगार र यहाँको डिफ्रेन्ट भनेको म त्यो पनि देख्छु। अब अर्को चाहिँ जस्तो अहिले राज्यले हामी जस्तो युथहरूलाई अलिकति के भन्छ व्यावसायिक बनाउनको लागि धेरै सेवा सुविधा भाषणमा दिइराखेको छ। धेरै मान्छे विदेशी रहेछन्, जस्तो तपाईँले पनि देखिराख्नु भएको छ। यहाँ पनि जागिर खोज्न आउँछन् होला कोही मान्छे, तपाईँसँग म गाई पाल्छु, गाईको फार्ममा केही सिक्छु, तपाईँसँग अनुभव लिन्छु, तपाईँसँग एक्सपिरियन्स भएको कुरालाई सिकेर गएर गाई फार्म खोल्छु भनेर तपाईँले केही सिकाउने उ पनि गर्नुभएको छ। हामीले मेरो सोच भनेको जब इजरायलबाट फर्केँ नि, मैले सुरुमा कम्पनी दर्ता नै ट्रेनिङ सेन्टर भनेर खोलेको थिएँ कि यो 2070 सालमा 17-71 सालमा। र मैले ट्रेनिङ पनि दिन्छु। जुन मसँग जति अनुभव छ मैले पैसा लिएर चाहिँ अहिलेसम्म ट्रेनिङ दिएको छैन, फ्रीमा। कसैले कतै आएर चाहिँ ल यो फार्म चाहिँ यसरी बनाउनु पर्यो, म चाहिँ यो गर्न चाहन्छु भन्यो भने म फ्रीमा सर्भिस दिन्छु होइन। हजुर, यसले चाहिँ यिनीहरूको हेल्थ मोनिटरिङ गर्छ। ए भनेको यसको रोग लागेको छ कि छैन भनेर। यसले चाहिँ खाएन, हिँडेन, हजुर, हिटमा आएको, हिटमा आएपछि गोरु कतिखेर लाउने, हजुर, अनि त्यसपछि अब रुमेन चलेको नचलेको, एक्टिभ छ छैन, त्यो सब यो तपाईँको उसमा भएको चाहिँ होलिस्टन हो कि जर्सी? होलिस्टन कर। यो कहाँको उत्पादन हो? यो कहाँको उत्पादन हो? यिनीहरूको जिन चाहिँ उता के अरे नेदरल्यान्डको। हजुर, त्यो होलिस्टन। हामीसँग यो सबै फार्ममा 100+ गाई छ होइन? 100+ दिनमा कति दुध उत्पादन हुन्छ? 1300 लिटर एक पटकमा। 13 दुना 26, दिनमा 13।
बेला भएको हो होइन यो चाहिँ 1 वर्ष मुनिको बाछी हो त्यो चाहिँ 1 वर्ष माथिको बाछी हो तिनीहरूलाई चाहिँ गोरु लगाएको हो यिनीहरूलाई चाहिँ गोरु लगाएको छ जस्तै यो बाछी छ नि यति सङ्ख्यामा भएको बाछी हामीले बजारमा पुर्याउँदाखेरि यसको यो बिहा भने हामीले 20 लिटर प्लसको चाहिँ ग्यारेन्टी दिन्छौँ त्यो दिएर कसैले किन्छ भने 20 लिटर प्लसको चाहिँ ग्यारेन्टी दिन्छौँ तर हाम्रो अनुसार खुवाउनु पऱ्यो त्यो 20 लिटर प्लसको ग्यारेन्टी दियो भने खुवाउँदै नखुवाएर त बन्दैन यसलाई फिड चाहिँ राम्रै खुवाउनु पऱ्यो त्यो आउँछ यस्तो मैले सोधेको यस्तो तपाईँहरूले कति बाछी चाहिँ वर्षमा कति बाछी उत्पादन हुन्छ भनेको बाछी हाम्रोमा चाहिँ हामीलाई चाहिने जति चाहिँ उत्पादन गर्छौँ हामीले लगभग 50देखि 60 जति उत्पादन आफ्नै लागि इयरली अनि त्योभन्दा अर्को चाहिँ हामी सानोमै फ्रीमा दिन्छौँ बाछी चाहिँ अर्डर आयो भने त्यतिकै दिन्छौँ सेक्स सिमेन्ट युज गर्यो भने बाछीहरू अब 100मा 100 जस्तो हुन्छ सेक्स सिमेन्ट युज गरेन अब त्यो नर्मल सिमेन्ट युज गर्यो भने 50-50 यो गाई पाल्न एउटा चुनौती हुन्छ नि समस्या रोग व्याधि यो के चाहिँ चुनौतीहरू हुनुपर्छ मेन कति भनेको खट्नुपर्छ खट्नु भनेको 24 घन्टामा 24 घन्टा खट्नुपर्छ होइन यसमा कुनै पनि तपाईँले सानो बच्चा छ नि तपाईँको भर्खरको दुधे बच्चा जस्तै चाहिँ यसलाई केयर गर्नुपर्छ जसरी अब दुधे बच्चा त हामीले 24 घन्टा केयर गर्छौँ नि त्यही जस्तो होइन त्योभन्दा हामीले केयर गरेन भने यो म्यानेज गर्नै सक्दैन अब सपोज यिनीहरूलाई भ्याक्सिन टाइममा दिएन जुन हामीले बच्चालाई भ्याक्सिन टाइममा दिन्छौँ त्यही जस्तो यिनीहरूले भ्याक्सिन टाइममा दिनुपर्छ एभ्रिथिङ चाहिँ टाइममा भएन भने हुँदैन यो गाईमा बढी लाग्ने रोग चाहिँ के हो खोरे त हो त्यो चाहिँ तपाईँले त्यो रोग व्याधि यसोबाट केही घाटा दिनु भएको छ छैन यो 7-8-9 वर्ष पहिला चाहिँ खोरेद लागेको थियो हाम्रो त्यसपछि चाहिँ हामीले भ्याक्सिनेसन चाहिँ एभ्री टाइम टु टाइमै गरेको हुनाले अहिलेसम्म त्यस्तो देखेको छैन त्यहाँबाट अहिलेसम्म यो व्यवसाय सुरु गरेपछि नोक्सानी बिहोर्नु भएको छैन व्यवसायमा नाफा घाटा त भइहाल्छ नि त्यो उतार चढाव भइहाल्छ अब एउटा उसलाई सामान्य हुन्छ कसैले हेरेर यो गाई काम चलाउने भयो र गाई गर्ने भयो भने हामीले दिने म्यासेज हुन्छ नि सन्देश हामीले गऱ्यौँ हामीले 9 वर्ष 10 वर्ष 11 वर्ष खट्यौँ त्यसलाई सम्भावना देख्यौँ बजारलाई एउटा ब्यालेन्समा राखिराखेको छौँ भनेर तपाईँले कसैलाई यो देशको सम्भावनाभित्र तानिदिनु पऱ्यो भने के म्यासेज दिनुहुन्छ सन्देश दिनुहुन्छ जस्तो हामी जस्तै युथ यो व्यवसायमा आयो भने हामीले गाली चाहिँ धेरै गऱ्यौँ भएन भनेर हामीले ठ्याक्कै गर्नको लागि चाहिँ के गर्नुपर्छ जुन अब मैले चाहिँ हामी जस्तो युथलाई चाहिँ के भन्न चाहन्छु भने यो पेसाबाट करोडपति चाहिँ हुँदैन जस्तो कि विदेशमा गएर हामी वैदेशिक रोजगारमा गएर करोडपति कोही पनि हुँदैन त्यही जस्तो यो त्यो र यसमा कम्पेरिटिभ गर्ने हो भने यो राम्रो छ हाम्रो देशमा रोजगार गर्ने हो भने एउटा इज्जत पनि पाउँछ एउटा अरूलाई रोजगार दिनु पायो र वैदेशिक रोजगार र यहाँमा डिफ्रेन्ट चाहिँ वैदेशिक रोजगार गयो भने आफू नोकर हुन्छ र आफ्नो देशमा चाहिँ आफै पनि मालिक भयो आफूलाई पनि रोजगार पायो अरूलाई पनि रोजगार दिनु पायो होइन त्यो त इज्जतका साथ के बजार व्यवस्थापन र कस्तो भने आफ्नो देशमा रोजगार गऱ्यो भने चाहिँ भोलि लौरो टेकेर भए पनि हामी कमाएर खान सक्छौँ पुरो हुन्छ तर पनि हामी काम हराएर चाहिँ कमाएर खान सक्छौँ भने वैदेशिक रोजगारमा गयो भने हामीसँग जबसम्म शक्ति छ तबसम्म मात्रै हो भोलि एउटा हात फ्र्याक्चर भयो खुट्टा फ्र्याक्चर फर्काइदिन्छ अब यो सबै अरू गाईको यो गोठको बारेमा बताइदिनु यो गाईलाई कति गोठ कति तापक्रम यस्तो हुन्छ नि यो गोठ यसरी बार्नु भएको छ यसले चाहिँ अब यसले एक्सेप्ट गर्ने सम्मको बताइदिनु यसले बस्न सक्ने गरी यस्तो अब यिनीहरूलाई चाहिँ खासै त्यस्तो हाइफाइमा राख्नुपर्छ भन्ने छैन मैले चाहिँ के गर्छु भने अब तपाईँ सकेसम्म इन्फ्रास्ट्रक्चरमा खर्च गर्नुभन्दा यिनीहरूको हेल्थमा खर्च गऱ्यो भने प्रोडक्सन आउँछ प्रोडक्सन दिने त यिनीहरूले हो यो सेफले हामीलाई केही पनि दिँदैन र सेफ भनेको यस्तो हुनु पऱ्यो कि सेफ हुनु पऱ्यो यिनीहरूलाई सेफ चाहिँ हुनु पऱ्यो र हावा छिर्नु पऱ्यो पानी छिर्नु भएन सकेसम्म घाम छिर्ने भयो अझ राम्रो तपाईँले देख्नुभएको छ उज्यालो देखेको छ कहीँ पनि यस्तो अँध्यारो देखेको छैन अनि
सबै वरिपरि चाहिँ हामीले जालीले छेकेको छ हावा छिर्छ तर कागहरू चराचुरुङ्गी छिर्दैन स्यालहरू कुकुरहरू बाहिरी जनावर केही पनि छिर्दैन त्यस्तो बनाउन सक्यो भने राम्रो यसको टेम्परेचर चाहिँ कतिसम्मले माइनस प्लस -6सम्म चाहिँ यिनीहरू बाँच्छ 6 भनेको चाहिँ र हाम्रो देशमा चाहिँ अलिकति कस्तो भने अब दुईतिर बाँधेको हुन्छ र उनीहरूलाई अलिकति मुभमेन्टमा पनि अलिक असहज हुन्छ र यिनीहरूको जुन सुरुमा चाहिँ के भएको थियो भने हाम्रो चाहिँ 10 लिटर आउनु पनि धेरै गाह्रो हुन्थ्यो कि अहिले तपाईँहरूले हेर्नुहुन्छ त्यो गाई सुतिरहेछ र दुध पनि चुइरहेछ यो दुध दुने टाइम भयो र त्यो चाहिँ प्रडक्सन बढी भएको अरू त्यो चाहिँ दुध चुइन्छ आफै चुइन्छ अनि त्यो दुध दुइसकेपछि फेरि त्यो कल्चर सानो हुन्छ यो एउटा विदेशीहरूले एउटा अध्ययन पनि गरिरहेको छ नि जनावर र जुन गाई छ एउटा मानवीय भाषा बुझ्ने भाषालाई बुझेर प्रयोग गर्ने यो हाम्रो त्यो चाहिँ के फेरि छ हाम्रो अहिले तपाईँले गीत बजाइराख्नु भएको थियो यिनीहरू सामने गाई बस्तुले इन्टरटेनमेन्ट गर्छ यस्तो अब मानवसँग एट्याच हुन्छ मानवसँग एट्याच त भइहाल्छ नि अब दाना दिने मान्छेहरू अब ओनरहरू यिनीहरूले त्यतिकै चिनिहाल्छ नि र अब यिनीहरू चाहिँ बोलिरहेको हुँदैन तर पनि हामीले उनीहरूको चाहिँ नबोले पनि उनीहरूको चाहिँ सङ्केत चाहिँ बुझ्नुपर्छ जस्तो कि अब बिरामी हुँदा कस्तो हुन्छ होइन अब के अरे गोरु खोज्दा कस्तो हुन्छ त्यो सबै चाहिँ हामीले सिग्नलबाट नै चिन्नुपर्छ जस्तो कि अब उनीहरूको आई सिग्नल हुन्छ अब बडी सिग्नल त्यो कानको सिग्नल बिरामी हुँदाखेरि चाहिँ त्यो कानको सिग्नलै छुट्टै हुन्छ यसको डाइटिङहरू जस्तो सबै कुरा त हामीले ब्यालेन्सले यतिसम्म मिलाउनुपर्छ है ब्यालेन्स कस्तो गर्छ भने हामीले चाहिँ ड्राई म्याटर प्रोटिन र एनर्जी ड्राई म्याटर प्रोटिन मिलायो भने चाहिँ त्यो हामीसँग सफ्टवेयर छ त्यो अनुसार चाहिँ त्यसपछि त्यसमा थोरै क्याल्सियम मिलाएर दियो भने त्यो चाहिँ ब्यालेन्स गर्छ यस्तरी खुल्ला पाल्दा गाई पाल्दा जस्तो लोकल हाम्रो रैथाने गाई वस्तुहरू चाहिँ जुत्छन् नि भिड्छन् यिनीहरू चाहिँ भिड्दैन यस्तो हो अब यो ग्रुपबाट त्यो ग्रुपमा लग्यो भने एकछिन जुत्छ त्यसै मिलिहाल्छ नि यो भनेको विश्वको सिधा जात हो जस्तो यो एकचोटि यतापट्टि यो देखाइदिनु त त्यहाँ छोडिदिनु त जस्तो यो घाँटीमा झुन्ड्याउनु भएको छ नि हजुर यो होइन तपाईँ पनि त्यही जान्नु त्यो चाहिँ त के भन्छ गाईको के नाप्ने हो त्यो यो चाहिँ हामीले इजरायलबाट किनेको हो यो अल्ट्रेक्स कम्पनीको नेक कलर भन्छ अहिले ग्लोबल्ली विश्वमै यो युज भइरहेछ यसले चाहिँ के गर्छ भने यो गाई चाहिँ बिरामी हुनेवाला छ भने र बिरामी भएपछि रिकभर हुँदैछ भने गोरु खोज्दैछ र गोरु खोजेको चाहिँ कति बजे गोरु लाउँदा ठिक हुन्छ भन्ने अनि यसको रुमेन चलेको छ छैन यो हिँडेको छ छैन यसले खाएको छ छैन त्यो सबै चाहिँ हामीलाई डाटा चाहिँ मोबाइलमा पठाउँछ हाम्रो कम्प्युटरमा पठाउँछ यसको कति यो कहिले एकचोटि किनेपछि कतिसम्म छ यो 5 वर्षसम्म ग्यारेन्टी हो 5 वर्ष यसको एउटालाई कति पर्छ हामीले कति किन्नु यो मैले किन्दा चाहिँ 40,000 पर्यो हजुर सरदारमा र अब किन्यो भने चाहिँ त्यही 25,000 जति पर्छ यो कानमा झुन्नाको चाहिँ हाम्रो बिमा होइन कानको चाहिँ बिमा होइन यो चाहिँ यसको नाम भनौँ न नाम बिमा मान्छेले चाहिँ के सोच्छन् ट्याग लाउने बित्तिकै बिमा गरेको हुन्छ तपाईँले त्यो बोलाउनु भयो भने आउँछ त्यो त्यस्तरी बुझ्ने त हुँदैन यो जस्तो गाईको भनेको यसरी छुट्याएर राख्नुपर्छ एउटामा कतिवटासम्म गाई राख्नुहुन्छ यस्तो हो अब स्पेस हेरी हो हामीले चाहिँ यो दुध दुनुलाई सजिलो र खाना खुवाउनुलाई सजिलोको लागि ग्रुप छुट्याएको हो यो चाहिँ ब्याउने दुना हो यो चाहिँ एआई गरेको दुना हो यो चाहिँ एआई नगरेको दुना हो र उताको चाहिँ फुल्ली ब्याउने र अब दुध छोड्ने बेला भएको दुना शेर्पाको फार्ममा मेसिनबाट गाई दुहिन्छ जहाँ मानवीय स्रोतको प्रयोग हुँदैन त्यसलाई मानवले प्रयोग मात्रै गर्नुपर्छ शेर्पाको फार्ममा भएको गाईले 30 देखि 45 लिटरसम्म दुध दिन्छन् उनको फार्ममा दैनिक 1300 लिटर दुध उत्पादन हुन्छ
यो गाईले कति लिटर दुध दियो भनेर देखाउँछ। यसले चाहिँ 10 लिटर दियो, अझै पनि दिँदैछ। यो अहिले 10 लिटर दुध दिएको यहाँ 10 लिटर दिएको र अझै पनि मिल्किङ भइहाल्छ। यो हरेक गाईको चाहिँ यो जस्तो एउटा गाईमा कति मिनट लाग्छ? 10 मिनट लाग्छ। 10 म्याक्सिमम् 10 मिनट यो हामी किने पनि त यो प्रविधि चलाउन जान्ने कि मान्छे चाहियो हो, यसरी चलाउन जान्ने मान्छे चाहियो। यो चाहिँ हामीसँग छ, जस्तो कति पर्छ हामी बाहिर पाइन्छ बाहिरबाट होइन, यहाँ सबै नेपाली नै छ। यो यहाँबाट चाहिँ हाम्रो डाइरेक्ट केमा जम्मा हुन्छ? हजुर, यहाँबाट डाइरेक्ट केमा जम्मा हुन्छ? यी उतापट्टि जम्मा हुन्छ। अब यो दिइसकेपछि चाहिँ फेरि त्यो चाहिँ दिनर चाहिँ उताबाट जान्छ, अनि दिनर चाहिँ फेरि लाइनमा यो दुइसकेको आउन बन्द भएको कसरी थाहा हुन्छ? यो चाहिँ दुध अब दुइसकेपछि निकाल्नु यो दुध आएर यहाँ रोकिन्छ हो। कस्तो भन्नुभयो? यो चाहिँ दुध यहाँ आइसकेपछि आउन छोड्छ यहाँ हो, दुध त सकिएको छ, मिटिङ सकेपछि यहाँ हेर्दै हेर्दै आएको एउटा तान्दिनु। आएको दुध हो, जम्मा हुन्छ। अनि यहाँ यो यसमा जम्मा गरेर चाहिँ यो कामहरूमा हालेर पानी निकालेर पानीलाई एजिङ गर्छौँ। पानीलाई एजिङ गरेर यो चाहिँ जिरो एनर्जीको फिल्टर हो। यसमा फिल्टर जुन के अरे पानीमा नचाहिने ब्याक्टेरिया तत्त्वहरू हुन्छ त्यसलाई चाहिँ यसले सबै फिल्टर गरेर खाने योग्य बनाउँछ। जुन चाहिँ अब हामीले बाहिर किनेर खान्छौँ त्यो फिल्टरको पानीभन्दा यो एकदम राम्रो हुन्छ, जुन हामीले पनि खान्छौँ। र हामीले चाहिँ यहाँ पहिला चाहिँ बिरामी हुन्थ्यो गाईहरू धेरै, के कारणले रहेछ भने पानीको कारणले रहेछ। र जुन हामीले चाहिँ स्वच्छ पानी खुवाएको हुनाले गाईहरू पनि अहिले त्यति बिरामी भएको छैन र दानाहरू पनि हामीले एकदम खाने योग्य मात्रै खुवाउँछौँ। जस्तो कि अब तपाईँले मलाई सोध्नुहुन्छ कि एक मुख शेर्पाको फार्ममा एउटा गोरु पनि छ, बिउ गोरु, जुन चाहिँ जर्मनको सिमन ल्याएर नेपाली गाईसँग मिक्स गरेर उत्पादन गरेका छन्। उक्त गोरु मार्फत उनले आफ्नो फार्ममा बाछा बाछी उत्पादन गर्नुहुन्छ। सिमेन्ट चाहिँ ल्याएको, सिमेन्ट ल्याएर यहीँ ब्रिड भयो। यो चाहिँ गाईको दाले कहाँबाट ल्याउनु भयो? यो साइलेज चाहिँ हाम्रो तराईबाट आउँछ। यो चाहिँ हामीले 1 वर्षसम्म कुनै पनि केही नहालिकन प्रिजर्भ गर्न सक्छौँ। जुन चाहिँ अब मकै चाहिँ 75 देखि 85-90 दिनसम्मको जुन दुधिलो मकै हुन्छ, जुन हामीले पोली खाने मकै हुन्छ, त्यति बेला चाहिँ काट्छौँ। यसलाई चाहिँ हार्भेस्टरले काटेर चाहिँ यो बेल साइलेज बनाएर राख्छौँ। यो हामीले 1 देखि 1.5 वर्षसम्म स्टोरेज गरेर राख्न सकिन्छ। त्यतिन्जेलसम्म यसको न्युट्रिसन मर्दैन। यो सबै तपाईँले आफै बनाउने होइन, बाहिरबाट? होइन, बाहिरबाट किन्छ। यो एउटा बोरा कति पर्छ? यो बोरा भन्दा पनि अहिलेको समयमा त्यही 15 रुपियाँ पर्छ, किलोको 15। यो एउटा भनेको 60, 70, 80 हुन्छ।
तपाईँकोमा यो कति खबर हुन्छ वर्षमा, कति टन हुन्छ? वर्षमा होइन दिनको त्यही 2.5 देखि 3 टन हुन्छ। यो चाहिँ जहिले खुवाउनु पर्छ, जहिले खुवाउनु पर्यो, यसले गर्दा चाहिँ दुध बढ्ने। यसमा मिसाएर खुवाउनु। यो हाल्छौँ, हरियो घाँस हाल्छौँ, दाना हाल्छौँ, फिड सप्लिमेन्ट सबै चाहिँ त्यसमा हालेर मिसाएर खान्छौँ। यसमा चाहिँ मेन भनेको प्रोटिनको सोर्स चाहिँ बढी हुन्छ। विश्वमा चाहिँ साइलेजै बढी युज गरेको हुन्छ। अनि हाम्रो यो दुलोलाई प्रोटेक्ट गर्नुको लागि हामीले छोटो राखेको। यो चाहिँ ट्र्याक्टरबाट सञ्चालन हुन्छ र यो चाहिँ कस्तो भने यो मिक्सिङ भएर चाहिँ आफैले जोकेर गाईलाई दिने हो। यो हामीले जोकेर दिने हो। यसमा जोखेर त्यहाँ यसमा डिजिटल छ, यसमा जोक्ने होइन, यसैमा आफैमा छ। गाईका लागि आफैमा डिजिटल शेर्पाले दैनिक तराईबाट भित्र्याउँछ साइलेस। यो आहारा चाहिँ गाईको लागि उपयुक्त खाना हरियो घाँसबाट बनाइएको हुन्छ। हरियो घाँसमा दानाहरू मिसाएर साइलेस बनाइएको हुन्छ। शेर्पाको फार्ममा आफै घाँसलाई साइलेस र हरियो घाँसलाई मिलाएर गाईलाई दिनको लागि उत्पादन गर्ने एउटा मेसिन पनि छ, जुन मेसिन उनले 1 वर्ष अगाडि 13 लाख रुपियाँ खर्चिएर ल्याए। 10% जति चाहिँ इन्क्रिज हुन्छ। यो हामीले किनेको अहिले धेरै भएको छैन, 1 वर्ष मात्रै भएको छ। त्यो त पहिला हामीले मान्छेले साबेलले चाहिँ मिसाएर दिन्थ्यो। त्यो बेला चाहिँ खासै गाईले पनि खानु त खान्छ, तर अब रुचि एकदम मजाले खानु र अब थोरै खानुमा फरक पर्छ नि। र यो यसमा चाहिँ अब गाईले चाहिँ के पनि छान्नु पाउँदैन। हामीले हातले मिक्सिङ गऱ्यो भने चाहिँ यो साइलेजहरू र दानाहरू मजाले मिक्स हुनु नपाउने। यसबाट चाहिँ मजाले अब यो जस्तो कि यो हरियो घाँसहरू पनि यसमा चाहिँ मिक्स गर्दाखेरि यो काठको काठै हुन्छ। यसको फाइदा त्यो भनेको उत्पादन बढाउँछ। उत्पादन बढाउँछ। यो कहाँको प्रविधि हो? यो भनेको चाहिँ यो चाहिँ हामीले किन खोजेको भने हामीले यो सबैलाई हालेर दिनु अनि त्यो चाहिँ छोप्नु पर्दैन। यति भनेर यसमा जोखेर त्यहाँ हालिदिनु। सालाका डेरी फर्ममा शेर्पाले प्रारम्भिक मल पनि उत्पादन गर्छन्। उनको प्रारम्भिक मल काठमाडौँ मात्र होइन, पूर्वको झापा विराटनगरसम्म पनि बिक्री भइरहेको छ। रासायनिक मलको वैकल्पिक खोजी भइरहेका बेला उनको यो प्रारम्भिक मलले एक किसिमको बजार पाएको छ। शेर्पाले गडौलाको पनि प्रयोग गरेका छन्। गडौला प्रयोग गर्दा मलको स्तर र क्वालिटी बढ्ने। आफ्नो फार्ममा उत्पादन गरेको प्राङ्गारिक मल स्तरीय भएको पनि हामीसँग दाबी गरे। यस मललाई उनले यसरी उत्पादन गरेको छन् जुन बजारमा पुग्दाखेरि कतै पनि प्रश्न उठ्न सक्दैन। र अहिलेसम्म मलाई यस मलको विषयमा कसै पनि कुनै पनि सेवाग्राहीले गुनासो नगरेको फार्ममै हामीसँग बताए। यो मल चाहिँ खास हामीले आफ्नो लागि आफ्नो युजको लागि उत्पादन गरेको। पहिला चाहिँ सुरुमा हजुर यो मल उत्पादन गरेको लगभग 7 वर्षमा मैले यो ठाउँमा सञ्चालन गरेर अहिलेसम्म कुनै पनि विषादी रासायनिक हालेको छैन। र मेरो कन्सेप्ट भने के थियो भने मार्केटमा राम्रो क्वालिटीको सामान दिने र कन्ज्युमर खोज्दै आओस्। हामी कन्ज्युमर खोज्दै जाने हो कि कन्ज्युमर खोज्दै आओस् त्यस्तो क्वालिटीको हामीले उत्पादन गऱ्यो भने हामीलाई बजारको समस्या हुँदैन भन्ने मेरो कन्सेप्ट हो। यो चाहिँ बजारमा पठाउनु लाग्यो। अर्डर आएपछि मात्रै हामी यो प्याकिङ गर्छौँ र यसको मोइस्चर चाहिँ 25% छ। यो सबै जे छ हामीले यसमा चाहिँ लेखेको हुन्छ। त्यहाँ हुने हजुर यो जस्तो यो थुपार्नु भयो त्यो चाहिँ
प्याक गर्न रेडी रेडी भएको अब यसलाई चाहिँ हामी प्याक गर्ने यो चाहिँ प्याक गर्ने ठिक है जस्तो हाम्रो यो बजारमा पठाएको चाहिँ बजारमा हामी कति पठाउँछौँ जस्तो महिनामा त अब बढी नै हो दैनिक चाहिँ 1500-2000 किलो जान्छ 1500 किलो यसको किलोको कसरी पठाउँछ किलोको हिसाब गर्ने हो भने हामीले अब बल्कमा लाने अब 1 लाख किलोभन्दा माथि लगे हामी 20 रुपियाँमा दिन्छौँ 50,000 किलोभन्दा माथि लगे चाहिँ 23 मा दिन्छौँ 50,000 किलोभन्दा तल लगे चाहिँ 25 मा दिन्छौँ यो हामीले आफै पठाउँछौँ कि कोही लिन आउँछ यसरी गाडी लिन आउँछ जस्तै के हुन्छ नि त्यसरी नै लिन आउँछ अनि त्यसमा लोड गर्छौँ पठाइदिन्छौँ यो एउटा खतरा हो शेर्पाको फार्ममा वरिपरि तरकारी खेती छ उनले काँक्रो टमाटर कोपी लगायतका तरकारीहरू रोप्नुभएको छ पहिला फुल खेती गरेका शेर्पाले बिस्तारै तरकारी यसको मुख्य कारण थियो मलको अभाव तरकारी खेती र फुल खेती गर्दा मलको अभाव देखेपछि उनी गाई फार्मतिर लागे कति रोपनी छ 67 रोपनी लिजमा हो कति तिर्नुपर्छ जस्तो नेपाली सिमी हो बिउ सिमी यहाँ चाहिँ हामीले कुनै पनि दिशा दिँदैन सबै एकदम अर्ग्यानिक हजुर भनेको हामी यही डाइरेक्ट गाईको खान सक्छौँ। मलहरू गाईको यही फार्मको मल युज गरेर यो सिमी अनि यो टमाटर काँक्रो यो कति तरकारी चाहिँ उत्पादन गर्नु हामीले तरकारी दैनिक एभरेजमा चाहिँ 1-1.5 किलो निस्क्छ यो पनि बजारमै पठाउने हजुर आफूले खपत गरेर गोलबेडा पनि बिसादी रहित हो केही छैन यो खान सकिन्छ डाइरेक्ट खान सकिन्छ यो यो बेङ्गन यो सबै ट्र्याक्टरबाट होइन मान्छेले चाहिँ के सोच्छ भने बिसादी हाल्नुपर्छ भन्ने सोच्छ तर अब बिसादियो भने हामी आफूले पनि बनाउन सकिन्छ यो काँक्रो पनि तपाईँले बिसादी केही नहाली बनाउनु हजुर कति फलाइसक्नु बिसादी भनेको चाहिँ कस्तो भने अब यसमा किरा मान्ने त हो किरा मान्नुको लागि त हेर्नु त्यो सबै ट्र्याप छ त किरा समाइरहेको छ किनभने लोकल हो भनेको बिउ चाहिँ हो के काँडा टेस्ट गर्नुहुन्छ सर ल टेस्ट गरौँ न फार्ममा आएको त यसमा कुनै पनि बिसादी छैन यो पडक टिप्ने कडप खाने खालको हो यस्तो चिज पो यो कति रोपनीमा गर्नुभयो त तरकारी हाम्रो 24-25 रुपियाँ जति छ भनेपछि यो आफैले उत्पादन गरेर तरकारी बाहिरको किन्नुहुन्न होला हजुर बाहिरको तरकारी बाहिरको किन्नुहुन्न चाहिँ किन्दैन यहीँको यो सबैमा चाहिँ उ छ के अरे ड्रिप इरिगेसन छ यसमा काँटा चाहिँ छ नभए अरू केही छैन मिठो यसमा हामीले नि यो खेती गर्न यो टनेल लाउँछौँ यो टनेलहरू यो यसमा चाहिँ हामी टनेलमा उत्पादन गर्दा अलिक बढी आउने हो अब यो चाहिँ त्यसमा घाम पानी छेक्नुको लागि पनि हो अब बिरुवालाई त घाम पानीले राम्रो गर्दैन यो 12 मास फलाउनुहुन्छ हो यो पनि 12 मासै त हुँदैन यो सिजन अफ सिजन हुन्छ अब विन्टरमा त यो लहरे बारी कुनै पनि हुँदैन तपाईँले बाहिर यो बाहिर पनि खेतीपातीको इजरायलमा पनि गरेर आउनुभयो यहाँको प्रविधि अनुसार यहाँ काम गर्न कतिको सजिलो एकदम सजिलो छ त्यहाँभन्दा यहाँ हामीलाई के सजिलो अब त्यहाँ चाहिँ टेम्परेचर कन्ट्रोल गर्नु पर्थ्यो भने यहाँ टेम्परेचर कन्ट्रोल गर्नु पर्दैन हाम्रो अब यो लगभग आजको टेम्परेचर हेर्ने भयो भने यहाँ 28 देखि 30 डिग्री होला तर इजरायलमा त तपाईँको सबै टेम्परेचर कन्ट्रोल गरेको हुन्छ नि त त्यहाँको चाहिँ आर्टिफिसियल हो आर्टिफिसियल गरेर पनि उत्पादन एकदम निकालेको छ तर हाम्रो आर्टिफिसियल हो भने यो नेचुरल भयो नेचुरल कुनै पनि आर्टिफिसियल छैन यसमा तपाईँले त्यहाँको प्रविधि प्रयोग गरेर पहिला खेती पनि गर्नुभयो हो यो यसमा अहिले पनि छ ड्रिप इरिगेसन सबै छ र योभन्दा 11 वर्ष पहिला मैले कम्प्युटरबाट इरिगेसन गरेको छु त्यो मसँग अहिले पनि छ हजुर यो जति पनि अब यो गाईको फार्महरू बनाएको थियो त्यो सबैमा चाहिँ के अरे गाईको तरकारीको यस्तो टनेल थियो र मुनि सबैमा चाहिँ
के अरे पाइप बिछाएर चाहिँ हामीले चाहिँ उत्पादन गर्छौँ कि माटोको मापदण्ड पनि चेक गर्नु हाम्रो माटो अहिलेको युरिया तपाईँले त केही लाउनु भएको छैन होइन हजुर अहिलेको यो युरिया मलहरूको समस्याले गर्दा माटोको अलिक क्वालिटी बिग्रिन्छ तपाईँकोमा त्यो छैन छैन त्यो अघि प्रारम्भिक मल देखाउनु भएको थियो नि हजुर हामीले त्यो युरिया मल र त्यो प्रारम्भिक मल लाउँदाको फाइदा हामीलाई नि अब हामी चाहिँ युरिया मलबाट छिटो उत्पादन हुन्छ राम्रो हुन्छ भनेर त्यही लाउन खोज्छौँ त्यो र यसको फरक बताइदिनु यस्तो अब डिपली सोच्ने हो भने युरिया र हाम्रो प्राङ्गारिक मल भन्नुहोस् गोबर मल भन्नुहोस् गोठे मल भन्नुहोस् त्यो भनेको आकाश जमिनको फरक छ युरिया मलले अहिले सीमितलाई दिन्छ भने प्राङ्गारिक मल अथवा गोठे मलले चाहिँ लङ टर्मलाई काम गर्छ 25 सम्म काम लाग्छ 25 सम्म काम लाग्छ। अहिले तपाईँले उत्पादन गरेको मलले चाहिँ माटोको क्वालिटीहरू केही क्वालिटी बिगार्दैन बढाउँदै जान्छ हजुर युरियाले चाहिँ बिगार्दै जान्छ एउटा चाहिँ जस्तो तपाईँले यतिमा गरिराख्नु भएको छ अर्को पट्टि फार्म चलाउनेले युरिया चलाइदियो भने यहाँ तपाईँको यो तरकारी खेतीमा असर गर्छ है गर्दैन गर्दैन अब टाँसिएकोमा चाहिँ असर गर्छ अब उनीहरू भनेको त मेरो त अब 50-100 मिटर टाढो छ मापदण्ड अनुसार चाहिँ 3-4 मिटर 5 मिटर 10 मिटर हुन्छ मेरो त अब 100 मिटरभन्दा टाढो छ नि यो त्यही समस्या छ अब हामी अन्तिमतिर आयौँ तपाईँको फार्म सबै घुम्यौँ होइन यो सोच कहाँबाट आयो नेपालमा यसरी एग्रिकल्चर गर्नु पर्यो यसरी योजना कसरी बनाउनु भयो खास अब इजरायलमा गएपछि एग्रिकल्चरमै काम गर्नु पायो अब त्यहाँ पनि फेरि वर्करको रूपमा भन्दा एउटा सुपरभाइजरको रूपमा काम गर्नु पायो होइन एउटा म्यानेजमेन्ट स्किल चाहिँ त्यहाँबाट डेभलप भयो र जस्तो कि अब त्यहाँ पनि साउ जस्तै चाहिँ मैले काम अराउनु पाउँथेँ सुपरभाइजरमा र साउमा खासै त्यस्तो अन्तर हुँदैन त्यस्तै यहाँ पनि मलाई त्यो फिल भएर चाहिँ मैले उता हुँदा नै यहाँ जग्गा खोज्नु दिएको थिएँ मेरो फ्यामिलीलाई अनि आउने बित्तिकै मैले 3 महिनामा चाहिँ यहाँ सुरु गरिहालेँ अहिले यो पेसामा फ्यामिली नै हुनुहुन्छ सबै हो मेरो 2टा दाइ यही एग्रिकल्चर उसमा हुनुहुन्छ मेरो दिदी बिनाजु सबै यसैमा इन्भल्भ हुनुहुन्छ साथी खुसी हुनुहुन्छ हामी खुसी नभएको भए 11 वर्षसम्म किन निरन्तरता दिन्थ्यो होला अब एउटा फ्यामिली पनि खुसी समुदायमा हामीले केही गरिरहेछौँ भने त्यो पनि एउटा सन्तुष्टि छ एउटा नेसनल लेभलमा चिनेको छ उदाहरण पनि भयो भयो अब यो तपाईँ आफू उदाहरण बनिराख्नु भएको छ होइन 11 वर्षदेखि सङ्घर्षरत हुनुहुन्छ तपाईँ जस्तै अरू व्यवसाय आउनेलाई फाइदा बेफाइदा होइन यसरी व्यवसाय गर्दा ठिक हुन्छ यसरी गर्नुपर्छ भनेर छोटो बताइदिनु न अब जस्तो कि सुरु चाहिँ मान्छेको लहैमा चाहिँ व्यवसाय सुरु नगर्नुहोस् मेरो सजेसन चाहिँ होइन यदि व्यवसाय सुरु गर्नु नै छ भने नेपालको कुनै पनि ठाउँमा कसैले राम्रो व्यवसाय सञ्चालन गरेको छ भने उसकोमा 2-3 महिना फ्रीमा काम गरिदिनुहोस् ट्रेनिङ लिनुहोस् चाहे तरकारी होस् चाहे बङ्गुर होस् चाहे कुखुरा होस् चाहे गाई होस् चाहे भैँसी होस् चाहे जेसुकै होस् जबसम्म त्यो तपाईँले गर्नुपर्ने कामको चाहिँ आफूसँग नलेज छैन भने त्यो व्यवसाय सुरु नगर्नुहोस् मेरो सजेसन चाहिँ अहिले मैले प्राय मान्छे भेट्छु कि अब सहकारी गर्नेले पनि फार्म खोलेको छ जस अलिअलि पैसा भएको पनि फार्म खोलेको छ अनि उनीहरूले म्यानेजमेन्ट गर्नु सक्दैन म्यानेजमेन्ट गर्नु नसके त्यो चाहिँ पलायन हुन्छ अब अरू किसान जुन चाहिँ इन्ट्रेस्टेड किसान हुन्छ नि उसले के सोच्छ भने सबै पलायन भइरहेछ यसमा त पोसिबिलिटी छैन होला भन्ने सोच्छ पोसिबिलिटी नभएको मान्छेलाई म यहाँ आउनु म यो भिडियो मार्फतै भन्छु कुनै मान्छेले चाहिँ यो देशमा पोसिबिलिटी छैन अब म चाहिँ स्पेसली गाईको सेक्टरमा पढ्छु होइन गाईमा चाहिँ कसैले पोसिबिलिटी छैन भनेर म यहाँ प्रुभ गरिदिएको पोसिबिलिटी छ तपाईँले देखाउनु पनि भयो म देखाउँछु भनेको अब आउने जेनेरेसनले होइन युथ जेनेरेसन अथवा यो सेक्टरमा आउनेले चाहिँ कसरी आउँदा राम्रो हुन्छ काम सिकेर चाहिँ आउनु पर्यो र मार्केट सेक्युर हुनु पर्यो अर्को मान्छेले किनिदिन्छ भनेर चाहिँ होइन कि सकेसम्म चाहिँ आफैले मार्केट खोज्नु पर्यो आफूले क्वालिटी उत्पादन गर्नु पर्यो र क्वालिटी उत्पादन गरेपछि मान्छे खोज्दै आउँछ तपाईँले खोज्नै पर्दैन अहिले जस्तो तपाईँलाई त्यो तपाईँ पनि त्यो उदाहरण भन्नुभयो नि अब हाम्रो समग्र कृषिको र बजारको बारेमा बताइदिनु न नेपालको कृषि र बजार कस्तो छ तपाईँको नजरबाट नेपालको कृषि बजार एकदम राम्रो छ होइन अब
जुन मैले सुरु गरेको 2070-71 त्यो बेलाभन्दा अहिले त म्यासिभली मान्छे अवेरनेस भएछ। जस्तो कि हामीले यो विषादी नहालेको तरकारीहरू लान्छौँ, मान्छे हारालुज गर्छ, उनीहरूले टेस्ट थाहा पाइसक्यो। हाम्रो दुध पुग्दैन र हामीले अरूको किनेर पनि दिँदैनौँ। त्यो भनेको चाहिँ मार्केट राम्रो भएर न हो, कसैको दुध बिक्दैन भने हाम्रो पुगेको छैन। र आउने पिँढीको जुन यङ जेनेरेसनको न्यू उद्यमी भनौँ न, उद्यमीहरूले चाहिँ के गर्नु पर्यो भने क्वालिटी दिनु पर्यो। पैसाको लोभमा चाहिँ त्यो क्वालिटी चाहिँ बिगारिदियो भने त्यो व्यवसाय खासै लङ टर्म चल्दैन। क्वालिटी मेन्टेन गर्यो भने त्यो समस्या तपाईँले पनि बिहोर्नु भएको छ, जस्तो भोग्नु भएको छ। तपाईँको एउटा क्वालिटी छ, अर्ग्यानिक कुरा आउँछ, अर्को बजारको त्यो मिसमाक्सको केही समस्या भोग्नु भएको छैन नि? त्यस्तो त समस्या छैन, त्यस्तो देख्नु चाहिँ भएको छ। देखेको प्रतिस्पर्धा कस्तो छ यो सेक्टरमा? यो सेक्टरमा मैले अहिलेसम्म प्रतिस्पर्धा देखेको छैन। मैले जति दुध उत्पादन गरेँ, मेरो अर्को कस्टमर छ। यदि कोही नयाँ मान्छे यहीँतिर आएर दुध उत्पादन गर्छ भने उसको नयाँ अर्को कस्टमर हुन्छ कि मेरै कस्टमर खोज्छ भने चाहिँ त्यस्तो हुन्छ। त्यो भन्दै कस्टमरको त समस्या भएन। कस्टमर भनेको उसको आफ्नो इच्छाको कुरा हो कि जहाँ गएर पनि उसले आफूले किन्नु सक्छ। हामी यो फार्ममा जो जोडिएको मान्छेले कसरी लिटर दुध पाइरहेको छ? मेरो घर चाहिँ बौद्ध नयाँ बस्ती पाटीटार चोकमा पर्छ। त्यो चाहिँ हाम्रो मेन ब्रान्च हो होइन। त्यहाँ चाहिँ हामी 110 रुपियाँ लिटरमा दिन्छौँ। र हाम्रो अर्को ब्रान्च आरुबारीमा छ, त्यो चाहिँ सब ब्रान्च हो, त्यहाँ चाहिँ 120 पर्छ लिटरको। र हामीले अहिले हालसालै खोलेको गुहेश्वरी मन्दिर ठ्याक्क अपोजिटमा पनि छ, त्यहाँ पनि 110 छ। अहिले नयाँ भर्खर खोलेको हो। त्यहाँ चाहिँ किसान रैथाने मार्ट भन्ने छ। त्यसमा चाहिँ हामी किसानहरू मिलेर चाहिँ त्यहाँ मार्केट खोलेछौँ। त्यो चाहिँ आफै उत्पादन गरेको आफै बेच्दै हुनुहुन्छ। तर यसको चाहिँ विषादी हाल्छ। यसको बिचमा फाइदा चाहिँ बिचौलियाहरू मिसिएन छैन। त्यो भएपछि क्वालिटी पनि बिग्रेन। हामी किसान मिलेर चाहिँ त्यो एउटा खोलेछौँ। यहाँ नेपालमा रोजगार गर्नु चाहिँ विदेशमा गएरै सिकेर कमाएरै गर्नुपर्छ भन्ने चाहिँ होइन कि नेपालमा पोसिबिलिटी छ भने मतलब इन्भेस्ट गर्नु सक्छ भने चाहिँ, जस्तो कि कतार जाँदा पनि 2-3 लाख खर्च नगरिकन चाहिँ जान सक्दैन। 2-3 लाखबाट पनि हामीले व्यवसाय सुरु गर्नु सकिन्छ। जस्तो कि अब मैले पनि सानोबाटै सुरु गरेको हो, यत्रो ठुलो एकैचोटि हुने होइन। बच्चा जन्म्यो पनि सानोबाटै ठुलो भएर आउने हो। त्यसरी नै हामीले विदेशमा गएर कमाउनु चाहिँ अब 4-5 लाख कमाउनुलाई 4-5 वर्ष लाग्छ भने त्यो 4-5 लाख चाहिँ यहीँ खोजेर यहीँ चाहिँ इन्भेस्ट गरेर चाहिँ 4-5 वर्षमा त त्यो 4-5 लाख त लगभग 20-25 लाखको हाराहारीमा चाहिँ पुग्छ यदि हामीले आफ्नो देशमा काम गऱ्यो भने चाहिँ। तर विदेशमा गएर चाहिँ सीमित एकदम फिक्स प्राइस मात्रै पाउँछ भने नेपालमा चाहिँ 1 रुपियाँ इन्भेस्ट गरेर 100 पनि हुनसक्छ, 1000 पनि हुनसक्छ, 1 लाख पनि हुनसक्छ। र त्यो जानेन भने 0 पनि हुनसक्छ। त्यो चाहिँ आफूमा भर पर्ने, त्यो म्यानेजमेन्टमा भर पर्ने सम्भव छ। शेर्पाले आफ्नो फर्ममा आफै म्यानेज गरेर यो लेभलमा पुर्याए। उनले भन्छन्, म जस्तो विदेशी नै युवाले स्वदेशमै कृषि क्षेत्रमा केही न केही गर्न सकिन्छ। त्यसको लागि हामीसँग मेहनत र परिश्रम र राज्यले नीतिगत विषय बनाइदिनुपर्छ, नीति राम्रो बनाइदिनुपर्छ। नीति राम्रो बनाइदियो भने त्यो नीतिले व्यवस्थापन गर्छ र व्यवसाय राम्ररी सञ्चालन हुन्छ। देशभित्र सम्भव छ, सम्भावना छ र सम्भावनाका बाटोहरू पनि हामीलाई भिडियो मार्फत देखाइदिनु। उनले देशभित्र के गर्न सकिन्छ, कस्तो नीति र कुन प्रविधि अपनाउँदाखेरि कृषिजन्य र उत्पादनलाई अगाडि बढाउन सकिन्छ भनेर भिडियोमा प्रष्ट बताउनु। तपाईहरू पनि हाम्रो उत्पादन हामी आफूमा आत्मनिर्भर हुनको लागि कृषिमा र अन्य कुनै क्षेत्रमा लगानी गर्न आवश्यक छ अथवा सम्भव कुन क्षेत्रमा छ भनेर यहाँहरूलाई लागेको कुरा हाम्रो कमेन्ट बक्समा युट्युब हेरिसकेपछि कमेन्ट गरिदिनु होला भन्ने अपेक्षा र आश राखेका छौँ। हस्त, धन्यवाद।